साथीहरु नमस्कार अनि स्वागत छ आजको नयाँ भिडियोमा। आज चाहिँ हामी यता आइपुगेको छौँ डिङ्ला बजार हैन। यो बाबुबाजेहरुको पुरानो ठाउँ हजुरबा आउँदै हुन्छ डिङ्ला चोकमा। यहाँ चाहिँ थुप्रै ऐतिहासिक कुराहरु छ हैन। एउटा ऐतिहासिक कुरा भनेको मेरो माथिपट्टि ठ्याक्कै यो ट्राफिक बिटको साइडमा तपाई देख्न सक्नुहुन्छ यहाँ माथि यहाँनेरि हैन। यो चाहिँ रुद्राक्षको लागि एकदम प्रख्यात ठाउँ मध्येमा एउटा पर्छ हैन। अब यहाँ चाहिँ हामी त्यसको बारेमा अलिक धेरै भन्दा धेरै इन्फर्मेसन्सहरु पनि लिने प्रयास गर्छौं यो भिडियोमा। अब यहाँको ऐतिहासिक कुराहरु पनि हामीले एकचोटी हेर्छौं हैन। कता हो के हो यहाँ कता कता छ। अब यहाँ सडानन्दको मन्दिरदेखि लिएर थुप्रै ठाउँहरु चाहिँ यहाँ चाहिँ एक्सप्लोर गर्नुपर्ने कुराहरु। यो चाहिँ हिस्टोरिकल प्लेस मध्येमा एउटा पर्छ है भोजपुरको। सो यहाँ चाहिँ हामी आएको छौं हैन। यहाँनिर तपाई देख्न सक्नुहुन्छ यहाँ ठ्याक्क रुद्राक्षको एउटा देखाएको छ हैन। यो चाहिँ अब कस्तो भन्दाखेरि यो यतिकै थाहा पाउन सकिन्छ कि ट्राफिक बिटको एउटा उसमा चाहिँ रुद्राक्षको जुन अब चिन्ह भनौँ यहाँ फोटो राखेको छ इट्स भेरी पपुलर हियर। यसको बारेमा चाहिँ विल ट्राई टु एक्सप्लोर हैन त ब्रो। विल ट्राई टु एक्सप्लोर क्या यो रुद्राक्षको बारेमा। साथी हो यो चाहिँ सडानन्द अधिकारी सडानन्दको शालिग रहेछ हैन। यो एकदम ऐतिहासिक रुद्राक्ष तपाईले त्यहाँ पनि देख्न सक्नुहुन्छ रुद्राक्ष छ। यी चाहिँ हाम्रो पौडेलका भानिज हुँदो रहेछ उहाँ चाहिँ हैन। पौडेलका भानिज हुँदो रहेछ है उहाँ चाहिँ। ढोगिस् तैँले ढोग न लु। सडानन्द नगरपालिका भनेर उहाँकै नामबाट नगरपालिका बनाएको। लु जाउँ। यहाँ माथिपट्टि चाहिँ हाम्रो बाहरूले पढेको स्कुल अरे यो चाहिँ सडानन्द मावि। सडानन्द मावि हाम्रो विराटनगरमा घनश्याम काका हुन्छ नि घनश्याम हजुरबा उहाँ त्यतिखेर प्रिन्सिपल हुन्थे यहाँ। ल त्यो रहेछ सीताराम सडेश्वरमा मन्दिर परिसर त्यहाँ रहेछ तलतिर। बाटो यस्तो रहेछ स्टेप्स। जाउँ आइसक्नुभयो कि हजुरबा। र यो चाहिँ पोखरी भएको एरिया रहेछ यहाँ। के पोखरी रहेछ यहाँ झ्याउ पोखरी हो कि के पोखरी हो पोखरी छ यहाँ हैन। यसको बारेमा ऐतिहासिक कुरा फरक होला ठ्याक्कै थाहा भएन हामीलाई चाहिँ। यहाँ हजुरबालाई कुरेर बसिरहेको छौँ हामी। यहाँ हाम्रो हजुरबाले खेतहरू देखाउँदै हुन्छ। यो हाम्रो खेतहरू चाहिँ सबै यतातिर हो हजुरबा। अब यो यस्तो हो। यो चाहिँ कति गरे भन्ने छन्। यो सबै यो चाहिँ माथिदेखिकै माथिदेखिको यो सबै पौडेलहरूको हो। ऊ त्यो ट्री पनि गएर अलिकति मगरको छ हैन। यो सबै पौडेलहरूको हो। र अब कृष्णहरूको घर त्यहाँ हो त्यहाँ भइहाल्यो। यो टिन घरभन्दा पर्थ्यो। अहिले हामी त्यहाँ पुगिहाल्छौँ। हाम्रो कृष्ण ठुलेडीहरूको हो। अब यहाँ के थियो भने थोरै जग्गा छ यहाँ चाहिँ। थोरै किन छ भने यो चाहिँ कोदाको बिउ राख्ने हैन धानको बिउ राख्ने यसलाई भन्दै गाउँ खेत भन्छ। गाउँको खेतहरू यो नुहागी खाने हैन सबै टाढा भए बेसीहरू हैन। यो सबै पौडेलहरूको हो। अब हाम्रो गाउँ पनि अब यो माथि देखियो। माथि चाहिँ यो दाना गोरुखबाट एउटा घर जस्तो देखियो टिनको। त्यहाँ चाहिँ मेरो घर हो हैन। त्यहाँभन्दा उँधो लगाएपछि यहाँ अलिकति अरू बाँकी चाहिँ उँधो लगाएपछि सबै यो पौडेलहरूको यो सबै पछाडिसम्म यो पौडेल गाउँ। यो हाम्रो गैराघरे टोल भन्ने बस्ने वासस्थान हो यो। राजेन्द्र काकाको डाँडाघरे टोल भन्थे। बाँसघारीभन्दा उतापट्टि डाँडाघर भनेको उतापट्टि डाँडो। यो बाँसघारीभन्दा उतापट्टि यही बाँसघारी। त्यहाँभन्दा उँभो गैराघरे टोल होइन। हामी गैराघरे भन्यौँ। त्यहाँभन्दा उँधो डाँडाघरे टोल हाम्रो राजेन्द्र काकाहरूको डाँडाघर। राजेन्द्र काकाको घर उताबाट पुगिन्छ। अनि डाँडो त यता छ त फेरि अनि त उता चाहिँ गहिरो छ नि त। त्यहाँ चाहिँ उताबाट हेर्दाखेरि अलिक डाँडो पर्छ उताबाट हेर्दा। हाम्रो मूल घर यहाँ बसी हाम्रो त्यो त गहिरो भयो नि। त्यताबाट नै आएको यहीँ गहिरो होइन। उताबाट आएको नि यहाँ गहिरो भयो। हामी गहिराघरे गयौँ। त्यसरी हो। यो चाहिँ ठ्याक्कै यसलाई चाहिँ गैरी गाउँ नै भन्छ। गढी गाउँ यसलाई गाउँ खेत भन्छ। हो हाम्रो 8 दाजुभाइको जन्मस्थान यो घरै यही घर यो त होइन तर यो एरिया चाहिँ यो कटेरो छ नि। यो कटेरो भएको ठाउँमा घर थियो होइन। अब यो खण्डहर छैन। यो खण्डहर चाहिँ पछिसम्म कान्छा काका भनेको भरतहरूको भरत काकाको यो चाहिँ अहिले उसको छँदैछ। भरतकै हो घर चाहिँ यहाँ भत्क्यो। हाम्रो जन्मिएको हाम्रो बाबुहरू जन्मिएको घर चाहिँ त्यो हो। त्यो होइन। अब त्यहाँ थियो पहिला। त्यहाँ थियो। गाह्रो त मुनिबाट होला यो चरमा होला यो कटेरोको होइन छ। यो हाम्रो चाहिँ भनेपछि देवराज विश्वराज रामप्रसाद यहाँ जन्मिने एउटा चाहिँ रोचक सुन्छस् नाम भनौँ न।
त्यहाँ भिडियो नै गर्दै होला यो इतिहास नै हो राम्रो नराम्रो त्यस्तै हुन्छ बिसे कुसे लोरे मुसे चुचे भुने स्यामे खडे हाम्रा बाबुहरू ए है यो त सुनेको थियो कसले भनेको ल है भनेर चाहिँ हल्ला होइन ल बिसे कुसे लोरे मुसे चुचे भुने स्यामे खडे जन्म्यो अरे हो ए भनेपछि विश्वराज रामप्रसाद पनि यहीँ जन्मे रामप्रसाद त बाबु भइहाल्यो नि बाबु विश्वराज जेठो होइन नारायण भन्ने अब चाहिँ माइला भइहाले होइन साइला उसको गणेश दाईको भाइ सावित्री दाईको बुवा भइहाल्नु भयो काइला मेरो बुवा भइहाल्नु भयो होइन जेठो विश्वराज भने त मैले होइन अनि काइला मेरो अन्तरे घनश्यामको बुवा ठुलो कान्छो कृष्णको बुवा कान्छो चित्रप्रसादको बुवा हो त घनश्याम भन्ने जो भन्दै हुन्छ नि हजुरबाले त्यो घनश्यामका अर्को कुमारकाको बुवाको नाम के अरे सावित्री हजुरबाको बुवाको नाम ए उहाँको नाम के नाम मैले बिर्सेँ हो अनि हो साइला हजुरबा उहाँको ज्वाइँ हो क्या त्यहाँ अहिले उसमा सुस्मिताका ज्वाइँ यहाँ अहिले माथि छ नि त खाँदबारीमा ब्याङ्कमा काम गर्दा होला नि कुमार काका कान्छा ज्वाइँ यो देवराज पौडेलको घर होइन यहीँबाट हिँड्दै जाने नि यो चाहिँ विश्वराज पौडेलको घर ल ट्याक्कै अब यता चाहिँ गणेश पौडेलको घर यता छ हाम्रो हजुरबाउको बाउको घर है विश्वराज पौडेलको घर चाहिँ यस्तो रहेछ ल ट्याक्क यहाँनिर आइयो ल यो चाहिँ हाम्रो ट्याक्क यहाँनिर चाहिँ नि यहाँ सुन्तलाको बोट रहेछ यहाँ हाम्रो एकजना काका आउनु भएको थियो अरे अस्ति नै धरणी अङ्कल यहाँनिर आएर विश्वराज हजुरबाको घर हेरेर यहाँ मजाले यहाँ कुनामा बसेर रुनु भयो अरे लु यो चाहिँ ट्याक्कै हाम्रो हजुरबाउले बनाएको घर अरे देवराजले ल बारी रहेछ यहाँ ट्याक्क घर रहेछ हाम्रो हजुरबाले बनाएको घर अरे यहाँ बसेर पल्लो घर बनाएको अरे यहाँ हजुरबाले ट्याक्कसँगले ढिकी कुट्दै हुनुहुन्छ यो ढिकी त पहिलादेखिको अहिलेसम्म अहिले पनि काम तपाईँहरूले ढिकी चलाउनुहुन्छ है गर्नुहुँदो रहेछ कटरको रुखहरू रहेछ यहाँ भाले पनि रहेछ नि यहाँ कतिलो भाले रहेछ त के हो आज के हो हेर औँसी त चल्दैन त हौ कता हो के हो है यो तल्लो गणेश दाईको कुमारहरूको जन्मस्थल यो ए तलतिर चाहिँ रहेछ यही तल्लो घर उ त तल बाटोबाट जान्छ होला तलको बाटोबाट त्यस्तो घरमा पुगौँला यो कम्पाउन्ड अब यो यसको यता पनि हो घाँस होइन उता उँभो पनि छैन पर्खाल उँभो छैन कति छ यो चाहिँ हाम्रो हजुरबाले बनाएको घर अरे राम्रो घर रहेछ सुरुमा देवराज पौडेलले घर बनाएर बसिसकेपछि पछि कुमारलाई कसरी हस्तान्तरण ए माललाई लीलामर दाईले लिनुभयो ए होइन लीलामर दाईको घर अलिक तलतिर थियो अलिक खोचमा थियो कि अनि उहाँ चाहिँ देवराज दाईले बेच्ने भएपछि लीलामर दाई यहाँ आउनुभयो ए होइन अनि फेरि लीलामर दाई पनि भाउजू हिँड्ने भइसके पछाडि अनि कुमारले किन्नु कुमारको अब यहाँ त्यो कटेरातिर बस्थ्यो कुमार छुट्टिएर अनि यो घर किनेर कुमार बस्यो त्यो हाम्रो कुमार हजुरबाले बनाएको घर अरे हेर्न आइएछ अब अहिले त किनिहाल्यो नि कसले किने ल यो चाहिँ हाम्रो कुमार हजुरबाहरूले ए यो ए यहाँ है कुमार यहाँबाट छुट्टिएर यहाँ बस्यो यहाँ बसेपछि मार्छ किनेको के चाहियो त दुईटा बुढाबुढी थिए चाहिँ टाटीले बारे चाहिँ खाना बनाउने भइहाल्यो सुत्ने ठाउँ भइहाल्यो अलिअलि धानसान राख्ने भइहाल्यो होइन अनि चाहिँ 2 महिना 3 महिना बस्नलाई के भएर जाने यो पनि ऐतिहासिक नै भएन घर हो नि ल यो रहेछ साथी हाम्रो घरतिर आइपुग्यो है ट्याक्कै हाम्रो घरतिर आइपुगेको छ र यतातिरको चाहिँ बाटो हेर्नु पर्दाखेरि बाटो दामी बाटो आउँदो रहेछ यहाँ बाइकको पिच होइन तलको बाटोबाट चाहिँ पिच त नभनौँ ग्राभेल बाटो जस्तो बाइक मजाले आउँदो रहेछ यतातिर अब यहाँ घुमिँदैछ आज मजाले घुमिन्छ दिङला बजारतिर मजाले घुमियो तर स्याक भयो तलपट्टि कुल पूजा गर्ने थानसम्म पुगेर माथि उकालो ठाडो बाटो आउँदाखेरि त मुटु नै बाहिर निस्किला जस्तो भयो होइन तेरिका अब सकिँदै रहेछ ल हेर साथी हाम्रो यो दिङला बजारबाट ठ्याक्कै देखिने हिमाल मकालु हिमाल टक्क त्यहीँनिर देखिन्छ र यहाँबाट ऊ त माथिपट्टिको
एरिया भनेको चाहिँ खाँदबारी बजार हैन र यहाँ चाहिँ एकदमै धेरै रमाइलो छ ठाउँहरू र दिङलाको पिच चाहिँ यस्तो बनिसकेको छ हैन यो लगभग 6-7 किलोमिटर 8 किलोमिटर पिच चाहिँ सतीघाट जाने बाटो दिङला बजारबाट सतीघाट जाने बाटो चाहिँ नेक्स्ट लेभल पिच भइसकेको छ अहिले गुड मर्निङ साथीहरू अहिले चाहिँ हामी यता ठ्याक्क अरुण नदीमा आइपुगेको छौँ किनारमा हामी चाहिँ यता दिङलाबाट अब फर्किसक्यौँ हैन अरुण नदीमा आइपुगेको छौँ यो बीच साइडमा आएको छौँ अरुण नदीको यहाँनिर चाहिँ अरुणको उयो पोइन्टमा चाहिँ खासै केही पनि छैन त्यहाँनिर यसो पानीलाई यसो त्रिपन्ताम हानेर कता हो के हो मुखसुक यसो धोएर अलिकति जानुपर्छ भन्छ यहाँ पहिला चाहिँ हाम्रो बाबुबाजेहरूले यहाँनिर चाहिँ थुप्रै पहाड दिङलातिर आउँदाखेरि उता धरान झरेर हैन माथि दिङलातिर उक्दाखेरि चाहिँ अरुण खोलो पहिला स्विमिङ गरेर तरेर जान्थे अरे अब यहाँनिर चाहिँ तपाईँको नुहाउन सक्यो भने त अझ झन् पवित्र हुन्छ भन्छ नुहाउन त सकिँदैन टेक्निकली किनभने यहाँ त मान्छे बगाउँछ होइन यहाँ थुप्रै त्यस्ता घटनाहरू पनि छन् तर त्यहाँनिर पुगेर यसो पानीसम्म छौँ अनि मुखसुख धौँ अनि त्यस पछाडि त्यहाँबाट चिल भएर अनि जाउँला भन्ने प्लान गरेको छौँ हामीले त्यही भएर त्यहाँनिर जाउँ पहिला मुखसुख धौँ अनि अगाडि बढौँ है त यहाँ त शालिग्राम पनि निकै पाइन्छ होला त हौ शालिग्राम त पाइँदो हो त यहाँ त ब्याग राख्नु यहाँ ल्यापटप सहित छ एकदम भारी जता गयो त्यतै काम गर्दै जानु पर्यो साथी हो त्यस्तो छ स्थिति ल तेरा हजुरबाउहरूले ठुलो बाबुहरूले पहिला यहाँ चाहिँ स्विमिङ खोलेर खेलेर तर्थे अरे ऊ त्यहाँ माथिबाट त्यो घाटबाट सुरु गर्थे अरे अनि तर्दै 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 ठ्याक्कै किनार लाग्थ्यो अरे कि उता होइन त्यहाँ पर चाहिँ घाट रहेछ ऊ पर घाट रहेछ होइन त्यस्तो छ सिचुएसन दामी छ नि पानीको ल हेर्नुहोस् पुरै सिसोर जस्तै देखिन्छ यो ठ्याक्क बिच जस्तै सिसोर जस्तै ठ्याक्क बालुवा पनि दामी नेक्स्ट रहेछ यहाँ अरुण नदी यो चाहिँ ठ्याक्कै कोशी सप्तकोशीमा मिक्स हुन्छ होइन यो पानी चाहिँ सप्तकोशीमा ठ्याक्कै टच हुन्छ ऊ त हाम्रो एउटा भाइ आइरहेछ त्यसलाई पनि यहाँ आइज मुखसुख धोएर जाउँ भनेर भनेको छ बस गइदा ठाउँ रहेछ सानो सानो हान्ने हो गयो सानो चिप्रोले हुन्छ क्या सानो र साथी आज अब दिङला छोडेर अब गइँदैछ होइन यो ठ्याक्कै यता अहिले हामी भोजपुर जिल्लामा छौँ यो दिङलाको पहाड पर्छ यो चाहिँ होइन माथिपट्टिको ठ्याक्कै यो दिङलाको पहाड हो र यहाँ चाहिँ एकदमै धेरै पुरातात्विक कुराहरूदेखि लिएर तपाईँको सम्पदादेखि लिएर तपाईँको हिस्ट्रीदेखि लिएर इतिहास थुप्रै कुराहरू देखियो काठमाडौँमा भएका कुराहरूदेखि लिएर बाबुबाजेहरूले के सङ्घर्ष गरे सडानन्द महाराजका कुराहरूदेखि लिएर होइन तपाईँको शक्तिपीठदेखि जस्ता कुराहरू सबै कुराहरू चाहिँ देखियो बुझियो हेरियो हिस्ट्रीहरू गयो पौडेलको कुल थान पनि गयो देवीथान कुल पूजा गर्ने ठाउँ पनि गयो एकदमै कठिन यात्रा होइन कुल थानको चाहिँ पार गरेर आइयो अब यहाँबाट चाहिँ ठ्याक्कै हामी पारी तरिसके पछाडि चाहिँ तुमलिङटार आउँछ होइन अब तुमलिङटार पुगेर त्यहाँबाट चाहिँ हामी लेगुवा हुँदै अब घरतिर लाग्छौँ अब यो कहिले आइन्छ टुङ्गो थिएन अब पहिला बाबुबाजे जन्मेको ठाउँ कहाँ हो कता हो भन्दै आइयो
अब यहाँबाट चाहिँ हामी ठ्याक्कै यता झुलुङ्गे पुल क्रस गर्छौँ र क्रस गरेर पारिपट्टि जान्छौँ। अब यस्तै भयो हाम्रो आजको ट्रिप होइन। हिजो हामी आइपुगेको थियौँ, अब आज हामी ब्याक जान्छौँ। अब कहिले आइन्छ ठ्याक्कै टुङ्गो छैन, तर कुलदेवताले ठाने भने फेरि पनि आउन सकिन्छ है। ल यति भन्दै यो भिडियो चाहिँ यहाँबाट अन्त्य गरिदिन्छु है त मैले। साथी अहिले हामी मनोकामना मन्दिरतर्फ जाँदैछौँ होइन। यो चाहिँ एकदम पौराणिक मन्दिर, यो तुमलिङटार सतीघाटमा छ यो चाहिँ मन्दिर होइन। र यहाँ चाहिँ मेरो थुप्रै काकाहरूको यो मन्दिरबाट पनि बिहे भएको, त्यही भएर एकचोटि दर्शन गरेर जाउँ है त। मनोकामना भगवती मन्दिर यो पुराण सुनाउनु भएको हो। वेदव्यासजीले जन्मेजयलाई पनि यो पुराण सुनाउनु भएको र सर्वप्रथम मलाई पनि उहाँले सुनाउनु भएको थियो। पहिले राजा जन्मेजयका पिता महाराजा परीक्षितलाई सब नागले टोकेको थिए।